चाहिँ 4 देखि 5 केजीसम्म लुज भएको छ 1 महिनामा। सो मैले यहाँ टिप्स दिँदैछु जसले मलाई धेरै हेल्प गरेको छ। हाई लेजी गर्ल ह्याक्स टु लुज वेट होइन। आज म तपाईँलाई 5वटा टिप्स दिनेछु जो तपाईँले आफ्नो जीवनमा युज गर्न सक्नुहुन्छ। एकदम सिम्पल चेन्जेसहरू जसले तपाईँको लाइफमा धेरै ठुलो इम्प्याक्ट पार्नेछ। सबैभन्दा फर्स्टमा ड्रिङ्किङ वार्म वाटर। तपाईँ बिहान उठ्नुभयो भने तातो पानी पिने गर्नुहोस्। तपाईँले जिरा वाटर, सफ्ट वाटर, जिन्जर वाटर, लेमन वाटर जे नि पिँदा भयो या खाली पानी मात्रै पिँदा भयो, तर पहिला सुरुमा चाहिँ तातो पानी पिने बानी तपाईँले आफ्नो अहिले नै इन्क्लुड गरिहाल्नुहोस्। नम्बर 2 मा वकिङ आफ्टर इटिङ। तपाईँले खाना खानुभएको छ, खाना खाएको 30 मिनट भयो भने धेरै नसके पनि 10 देखि 15 मिनटसम्म तपाईँ आफ्नै घरको वरिपरि हिँड्दा पनि भयो बिहान अनि साँझमा। यसले तपाईँलाई धेरै हेल्प गर्छ, तपाईँको ब्लोटिङ हुने, डाइजेसनमा इन्सुलिन स्पाइक हुनबाट रोक्छ होइन। नम्बर 3 मा छ ड्रिङ्किङ ग्रिन टी होइन। तपाईँले खाना खानुभयो 30 मिनट पछि या कुनै हेभी मिल पछाडि 30 मिनट पछाडि तपाईँले ग्रिन टी पिने गर्नुभयो भने तपाईँलाई धेरै हेल्प मिल्छ। सो दिनमा 2 कप ग्रिन टी जसरी भए पनि आफ्नो सेड्युलमा चाहिँ इन्क्लुड गर्नुहोस्। नम्बर 4 मा छ ड्रिङ्किङ वाटर। 2 देखि 3 लिटरसम्म वाटर तपाईँले डेली आफ्नो वेट अनुसार तपाईँलाई कति पानी चाहिन्छ होइन, त्यही अनुसारले तपाईँले त्यति पानी चाहिँ आफ्नोमा इन्क्लुड गर्नुहोस् होइन। स्मल चेन्जेसले नै हाम्रो लाइफमा यदि स्मल चेन्जेसले नै हामीलाई हेल्प गर्छ होइन। सिधै सुरुमा एकदमै खतरा चेन्ज गर्न नसके पनि तपाईँले स्मल चेन्जेस गर्नुभयो भने तपाईँलाई पछिसम्म हेल्प मिल्छ। नम्बर 5 मा छ मेडिटेसन। हेल्प टु लर्न योर बडी। आफ्नो बडीको बारेमा बुझ्नुहोस् होइन। यसलाई तपाईँले वेट लस मात्र होइन तर आफ्नो लाइफस्टाइल नै सोचेर क्या, लाइफस्टाइलै चेन्ज गर्छु भनेर गर्ने हो क्या। मैले पनि अहिले सिरियसली भनौँ भने त्यत्रो खतरा चेन्जेसहरू त अझै नै धेरै ल्याउनु बाँकी छ, तर पनि मैले मेरो लाइफस्टाइललाई चाहिँ चेन्ज गर्छु। अब म चाहिँ यसरी नै भइराख्दैन भनेर चाहिँ ट्राई गरेको छु। सो मेरो यो लेजिकल ह्याक्सहरू हो। प्लिज यसलाई तपाईँ आफ्नो लाइफमा आफ्नो सेड्युलमा इन्क्लुड गर्नु होला, यसो तपाईँलाई धेरै हेल्प गर्नेछ। बाई गाइस।